स्त्री गुणको पूजा हुने यो बडा दशैंको धेरै धेरै शुभकामना प्रियजन। एउटा कुरा नि, संसारभर पुरुष देवताको पूजा हुँदा यस हिमालय टेरिटोरीमा भने स्त्री गुणको पूजा किन भएको होला है? खासमा स्त्रीको पूजा हुन उनीहरू नेतृत्वमा हुन पर्थ्यो, तर यस्तो कहिले भयो होला त? के महिलाहरू पनि अथवा स्त्रीहरू पनि नेतृत्वमा थिए त? यो बुझ्न हामी मानव सभ्यतातिर फर्कनुपर्छ। मानव सभ्यताको सुरुमा परिवारको प्रमुख स्त्रीहरू थिए, यसमा त दुई मत छैन। किनकि परिवार भइसकेको थिएन अनि मेरो हो भन्ने नहुन्जेल पुरुषलाई कसैलाई बचाउने अथवा कसैको रक्षा गर्ने यो जिम्मेवारी पनि थिएन र चासो पनि थिएन। त्यसैले बच्चालाई कसरी बचाउने त्यो आमाको जिम्मा थियो। बच्चाको खाना, सुरक्षा, स्वास्थ्य सबै जिम्मा आमामा हुँदा शक्तिको केन्द्र पनि आमा नै थिए। त्यसैले त्यो बेला संसारभर नै स्त्रीहरूले हाँकेको समाज थियो। अब स्त्रीहरूको शक्ति कसरी बाँडफाँड भयो अथवा कसरी स्त्रीहरू एकैचोटि गुलामीमा आए भनेर पनि थाहा भयो। जब मान्छे बसाई सराईबाट अथवा घुमन्ते युगबाट जब परिवार बनाएर एक ठाउँ बस्न थाल्यो, यो सँगै महिलाहरूको त स्वतन्त्रता पनि गुम्यो। किनकि एकै ठाउँ बस्नु पर्ने भएपछि उसलाई खानाको जोहो गर्नु पर्यो एकै ठाउँ बसेरै। अनि एकै ठाउँ बस्ने भएपछि बच्चाहरू पनि धेरै जन्मिने भए, तिनीहरूको लागि धेरै खाना चाहियो। खाना धेरै चाहिने भएपछि जमिनहरू पनि धेरै हुनु पर्यो र ज्यादा जमिन ओगट्नका लागि ज्यादा कामदारहरू पनि चाहियो अथवा काम गर्ने मान्छे अथवा परिवारका मान्छे चाहियो। धेरै परिवार बनाउनका लागि उसले धेरै श्रीमतीहरू भेला गर्न थाल्यो। एकजना व्यक्तिले त सन्तान बनाउन सक्दैन थियो, लोग्ने मान्छेले त महिला नै चाहिन्थ्यो। त्यसकारण धेरै बच्चाका लागि उसले धेरै स्त्रीहरू भित्राउन थाल्यो। किनभने धेरै जमिन चाहिन्थ्यो, धेरै जमिन बिना धेरै अन्न उत्पादन हुँदैन थियो र परिवार पाल्न सकिँदैन थियो। अनि यसरी सुरु भयो परिवारवाद र जमिनदारी। साथै साथै हुर्कियो पुरुषहरूको वर्चस्व पनि। किनभने धेरै स्वास्नी एकै मात्रै लोग्ने भएपछि उसले आफूलाई सबैभन्दा सुपेरियर ठान्ने नै भयो। अनि अब यसरी सुरु भयो महिलाहरूको अथवा स्त्रीहरूको गुलामीको युग। किनकि एकै पुरुषको नियन्त्रणमा धेरै महिला हुने भएपछि पुरुषले आफूलाई भगवान त ठान्ने नै भयो। पुरुषले आफूलाई भगवान र महिलाहरू भनेका आत्मा नभएका जनावर जस्ता देख्ने नै भयो। देख्ने मात्रै होइन, बाइबल जस्ता धार्मिक ग्रन्थहरूमा उसले लेखारै छोड्यो कि स्त्रीहरू भनेका आत्मा नभएका हुन्छन्। अनि प्लेटो जस्ता दार्शनिकहरूले आफ्ना पुस्तक रिपब्लिक जस्तो पुस्तकहरूमा लेखेर नै महिलाहरू भनेका चौथो तहमा पर्ने हुन् अथवा मान्छेहरूकोमा पनि गन्दै गन्दै जाँदा चौथो तहमा मात्रै पर्छन्, किनभने उनीहरूसँग आत्मा हुँदैन। अनि त्यो क्षेत्रमा महिला भनेका डेमन अथवा बोक्सी हुन्, जसलाई बाँच्नका लागि पनि अधिकार छैन भनेर उनीहरूको अस्तित्व मेटाउनका लागि प्रोटेस्टेन्ट र क्याथोलिक दुईटा धार्मिक क्लस्टरै छुटिएर उनीहरूको निकै लामो समयसम्म नरसंहार गरियो। उनीहरूलाई एउटै खाल्डोमा हालेर आगो लगाएर मार्ने जस्तो गरियो। प्रतिस्पर्धा नै गरेर यो काम भए। तर नि त्यता स्त्रीहरूलाई डेमन बनाएर जलाउँदै गर्दा प्लेटो र अरस्तोहरू स्त्रीहरू भनेका चौथो दर्जामा पनि पर्ने खालका मान्छे होइनन् भन्ने लेखिरहँदा यहाँ अर्थात् यस हिमालय टेरिटोरीमा भने स्त्रीहरूको राज चलिरहेको थियो। यो कसरी सम्भव भयो भन्नु होला। खासमा कृषि युग पनि यहाँ धेरै पछि नै आयो। मान्छेहरू घुमन्ते फिरन्ते नै पछिसम्म रहे र कृषि युग पनि धेरै पछि आयो र त्यो कृषि युग पनि धेरै समय रह्यो। अर्थात् त्यो कृषि युग आउन पनि समय लागेको हुनाले धेरै समय पछिसम्म पनि यहाँ स्त्रीहरूको राज थियो अथवा महिलाहरूले नेतृत्व गरेको क्षेत्र यहाँ थियो। त्यसको सानो छोटो रूप आज पनि बहुपति प्रथा हिमालय टेरिटोरीमा आज पनि छ, जसले गर्दा संसारभर पुरुष शासक पनि अत्यन्तै क्रूर भइरहँदा पनि यहाँ ठुल्ठुला दुर्गला हाँकेर बसेका स्त्रीहरू थिए। जुन कुरा बुझ्ने आँखी झ्याल हो आज हामीले मनाइरहेको दशैं
र देवी पूजा। त्यो बेला स्त्रीहरू नै शासनमा थिए, त्यसैले धन, विद्या र मानसिक शक्तिको उच्च प्रतीकको रूपमा लक्ष्मी, सरस्वती र दुर्गाको पूजा भयो, जुन पूजा आजसम्म पनि चलिरहेकै छ। भलै आज स्त्रीहरू त्यो शक्तिमा नहोलान्, त्यो सशक्त अवस्थामा छैनन्, उनीहरूमा विभेद छ, तर पनि आज पनि स्त्रीको पूजा चाहिँ यहाँ हुन्छ। यसमा जोडिएको एउटा कथा छ। कुनै दुर्गला हाँकेर बसेकी एकदमै शक्तिशाली स्त्री थिइन्। दुर्गला भनेको के हो भन्नु होला? दुर्गला भनेको हिमालको अथवा अप्ठ्यारो ठाउँको भूभाग जहाँ जान कठिन हुन्छ। यस्तै दुर्गामाथि शुम्भ निशुम्भ जो आसुरी प्रवृत्तिका व्यक्तिहरू थिए, उनले उनीमाथि आक्रमण गर्छन् र यी राक्षस भनिएको छ, तिनीहरूले चाहिँ दुर्गामाथि मात्रै आक्रमण गर्दैनन्, उनले धेरै गाउँहरू आक्रमण गरेर आफ्नो बनाइसकेका हुन्छन् र ती देवी देवताहरू अथवा त्यो ठाउँमा बस्ने मान्छेहरू चाहिँ तिनै दुर्गासँग गएर शरण लिइरहेका हुन्छन्। यस्तोमा देवीको शरणमा अथवा दुर्गाको शरणमा पुगेका ती देवी देवताहरूलाई, ती अन्य गाउँका मान्छेहरूलाई उनले शरण दिँदै ती शुम्भ निशुम्भहरूसँग लड्छिन् र ती शुम्भ निशुम्भहरूलाई वध गरेर उनी ती देवी देवताहरूलाई उनका गाउँहरू फिर्ता दिन्छन्। साथै उनी आफ्नो त्यो दुर्गला पनि जोगाउन सफल हुन्छन्। अनि यसरी युद्ध जितेपछि त्यहाँ एक खालको विजय उत्सव हुन्छ र उनीहरू एकअर्कालाई खुनको टीका लगाएर उनीहरू विजय उत्सव मनाउँछ, रमाइलो गर्छ। जुन विजयको खुसी बाँड्ने चलन आजसम्म पनि छ, जसलाई आज हामी दशैं भन्छौँ, जुन संस्कृतिको रूपमा रह्यो र दशैंमा परिणत भयो भनिएको छ। अनि धेरैले सोध्नुहुन्छ, देवीको हातमा गदा, माला, त्रिशूल छ, धेरैवटा हात छ, यो चाहिँ के हो भनेर। खासमा माला भनेको धैर्यताको प्रतीक हो, अनि किताब विद्याको प्रतीक, ज्ञानको प्रतीक हो, अनि त्रिशूल त्यो शक्तिको प्रतीक हो, जुन शक्तिले मृत्यु पनि दिन सक्छ र जन्म पनि दिन सक्छ। अनि धेरैवटा हात भनेको स्त्रीण गुण यति शक्तिशाली छ, जुन शक्ति एकदमै नकारात्मकको उच्च पनि हुन सक्छ र एकदम सकारात्मकताको चुलीसम्म पनि पुग्न सक्छ। भनेको हरेक शक्ति आफूभित्र छ, त्यो शक्ति निकालेर तिमी प्रयोग गर्न सक्छौ भनेको एउटा सिम्बोलिक अर्थ हो देवीको आज हामीले देखिने चित्र। फेरि यहाँ देवी भन्दाखेरि स्त्रीहरूको मात्रै शक्ति हुन्छ भन्ने होइन, हरेक मान्छेभित्र त्यो शक्ति हुन्छ, जुन शक्ति हामी होइन चाहँदा निकालेर प्रयोग गर्न सक्छौं भन्न खोजिएको। अब यति भइसकेपछि हामी सबैलाई हामी भित्र भएको त्यो शुम्भ निशुम्भ प्रवृत्तिको वध गरेर समभाव विकास गर्ने शक्ति मिलोस्। यो बडा दशैंको, विजया दशमीको धेरै धेरै शुभकामना।